यो चाहिँ मेरो भनिला केकको बाँकीको पार्ट हो र यसमा चाहिँ म फ्रस्टिङ बनाएर केक असेम्बली गर्दैछु। मलाई चाहिँ अमेरिकन बटर क्रिम लास्टै गुलियो र हेभी लाग्छ, त्यही भएर म आज स्विस मर्याङ बटर क्रिम बनाउँदैछु। सबैभन्दा पहिला त 1¼ कप बटरलाई फ्रिजबाट 2 घण्टा अगाडि निकालेर राख्ने। अनि मिक्सिङ बलमा चाहिँ अलिकति पनि ग्रिज टाँसेको हुनु हुँदैन, नत्र एक वाइट राम्ररी फुल्दैन। त्यसैले बल र व्हिस्क दुवैलाई भिनेगर कि त कागतीले सफा गर्नुपर्छ। यो रेसिपीले चाहिँ 6 इन्चको केकलाई कभर गर्न मात्र पुग्छ। तपाईहरु 6 इन्च भन्दा ठुलो केक बनाउँदै हुनुहुन्छ भने चाहिँ यो रेसिपीलाई डबल गर्नु होला। अब 3वटा अण्डाको सेतो भाग मात्र मिक्सिङ बलमा हाल्ने। येल्लो भाग चाहिँ अलिकति पनि पर्नुहुन्न। अब 1 कप चिनी हालेर पानी उम्लिरहेको पटमाथि बललाई राखिदिने अनि बलको बटमले चाहिँ पानीलाई छुनु भएन। अनि यसलाई चिनी नपग्लुन्जेलसम्म नरोकी मिक्स गरिराख्ने। यसरी चेक गर्दा खस्रो छैन भने यो व्हिस्क गर्न रेडी भयो। अब यसलाई 10 देखि 15 मिनेटको लागि मिडियम स्पिडमा व्हिस्क गर्ने। यो यतिको ग्लसी र कडा खालको खस्दै नखस्ने चुच्चो भएपछि चाहिँ बटरलाई 1-1 चम्चामा डिभाइड गरेर बिस्तारै खसाल्ने। सबै बटर हालेपछि चाहिँ अलिकति नुन र भनिला पनि हाल्दिने र फेरि व्हिस्क गरिदिने र यतिको स्मुथ भएपछि चाहिँ बटर क्रिम रेडी हुन्छ। अब फ्रिजरबाट केक निकाल्ने र पहिलो लेयरलाई राख्ने अनि बटर क्रिम राख्ने र दोस्रो लेयरको केकलाई पनि राखिदिने अनि क्रम कोटिङ गर्ने। हल्का मात्र सबैतिर दल्ने र 1-2 घण्टाको लागि फ्रिजमा राख्ने। फ्रिजबाट केक निकाल्ने अनि फेरि बटर क्रिम सबैतिर दल्ने। यो पाइपिङ डेकोरेसन गर्न अलिकति पनि बटर क्रिम उब्रिएको थिएन अनि सजाउन पनि बेरिजहरू पनि केही थिएन। अनि मैले चाहिँ बारीमा फलेको एडिबल फुलहरू ट्याप्प ट्याप्प लाएर टाँसिदिएँ।